हेलो साथीहरू, अघि यो नाम त थाहा छैन मलाई, दिदीले दिनुभएको हो। त्योसँग चाहिँ यसरी मासु कर्ची मर्चीहरू फ्राई गरेर खाँदा चाहिँ मिठो हुन्छ भने चाहिँ दिदीले टेस्टी हुन्छ। अनि त्यही ट्राई गर्दैछु साथीहरू। करेन खाएर पनि यो खाएको नि त, हामीले चाहिँ भोलि मासु खाँदैन भनेर, तितो हुन्छ अरे भने त्यो ट्राई गरेँ साथीहरू। राम्रो हुँदो रहेछ, दामी छ। दामी छ साथी। छैन, अलिक बेसी हालेको चाहिँ अलिक पितो हुन्थ्यो होला नि, टिक्काले हालेको दामी हुँदो रहेछ, दामी हुँदो रहेछ। जसलाई उयो प्रेसरहरू छ हो, त्यसको लागि चाहिँ यो दबाई अरे नि त, प्रेसरको मलाई नामै छैन, तर मिठो हुँदो रहेछ है। मिठो लाग्दैन जल्दी कुनै कुनै चाहिँ पिठो खान्छ, मलाई चाहिँ राम्रो लाग्यो। सो बाई फ्रेन्ड्स, साथीहरू, थ्याङ्क सो मच वाचिङ आवर भिडियो, बाई। हामी जना कि सेम छ। लु यता हेर्दा राम्रोसँग ल साथीहरू, कमेन्ट गरेर भन्नुहोस् ल, हामी दुइटाको अनुहार चाहिँ कतिको फेस चाहिँ कति मिल्छ भनेर। किनकि हामीले सबैले दिदीबहिनी नै त हो, अब सेम त हुन्छ होइन। सबैले सब मान्छेहरू कतिजना चाहिँ झुक्किन्छ नि त,